नमस्कार दाजुले फ्यापुलो खाम्नु म सरस्वती अस्सलाम गाइन सस्ट्याका वेलकम ब्याक टु अमित मान्छेको च्यानल गाइस है निकै जोस उमङ आएको छ 2026 मा किनभने निकै नै नयाँ नयाँ भेन्चरहरू भइरहेछ अनि तपाईँहरूको माया त अहिले है लाइफ इन्ट्रेस्टिङ अनि अघि बढिरहेको छ त्यति भन्दै तपाईँहरूले मेरो अपडेटहरू हेर्दै गर्दा त बुझिरहेको होला है नामथाङमा होमस्टे त कम्प्लिट भएको छैन काम चलिरहेछ तर हामीले अलिक क्रिएटिभ हुँदै है क्याम्पिङ हामीलाई आफै चाहिँ पुरा मनपर्छ क्याम्पिङ है गरिरहन्थ्यो अनि अरूले पनि यसो फिल गरोस् न कतिलाई अब गर्नु मन छ भने चाहिँ ओपन राखिदिउँ भन्ने पाराले स्टोरी हालेको थियो मेरो अनि म अनि मेरो वाइफले यता आउनु नि दिपा यसो यहाँ हेलो चाहिँ भनिदिइरह नि प्लिज यहाँ उहाँ बिचरा बिजी छ एनी टाइम उहाँ बिजी हुन्छ है अलिक तल देख्छ होला सो सी इज माई वाइफ दिपा हेलो हामी मिलेर अनि आप्पा आमा नामथाङमा जानु उहाँहरू त उहीँ हुनुहुन्छ है उतै हुनुहुन्छ हामी चाहिँ आउँदै जाँदै गर्दै म्यानेज गरिरहेछ सो हाउ इज लाइफ गोइङ अलिकति भनिदिनु नि 2026 ठिकै जाँदैछ मजा नामथाङको आउँदैछ विषयमा कस्तो हुँदैछ नामथाङको क्याम्पिङ राम्रो चल्दैछ सबैजनाको फिडब्याकहरू राम्रै आउँदैछ सो प्लिज तपाईँहरू पनि आइदिनुहोस् ह्याभ फन थ्याङ्क यू यता बिजी छ है लुगा के मिलाउनु हुँदैछ अनि आज चाहिँ बिहारबाट गेस्ट आउँदैछ क्याम्पिङको लागि है अनि आमाले सुप बनाइदिनु हुँदैछ काली यहाँ छ एकदम पच्चाट काम हुँदैछ यहाँ लाइटहरू यस्तो लाइट ल्याएको निकै भएको थियो आज बल्ब तार इलेक्ट्रिसियन सबै जोडिएर यहाँ फिटिङ हुँदैछ एन्ड यस्तै क्याम्पिङ चाहिँ माथि लेभल हुँदैछ त्यहाँ म होइन त्यो अहिले टोटी लगाइन्छ नि यहाँ होमस्टेको फर्स्ट गेस्टलाई चाहिँ आमाले दुःख गरेर खाना बनाउनु हुँदैछ यही आम्बो बस्तीको आलुको चटक साग हाम्रो क्याफे बाहिर टेन्ट रेडी with the view of this sunset towards Darjeeling and Kalimpong. I'm missing you here, Depa. यहाँ स्विच छ माथि जान्छ ठ्याक्कै आउनुहुँदैछ श्रीपल छ So guys, we are at Amdara और मेरा दोस्त लोग इधर 360 व्यू का मजा ले रहा है और लकीली वी आर ब्लेस्ड टू हैव द दर्शन ऑफ डिवाइन माउंट कंचनजंगा कभी कभी यही मिलने दिखता है अभी छुप रहा है और हम लोग इधर लकड़ी पड़ा हुआ था ना भाई व्यू पॉइंट बना रहा है हाँ ऐसा टूरिस्ट है गया बिहार कहाँ से गया पास से राजगीर से आके सबके लिए इधर बना दे रहा है जगह बैठ के आप लोग अगर आएगा तो ये भाई लोग है जो इधर अभी थोड़ा मेहनत कर रहे हैं और इधर से ये व्यू दिखेगा अमेजिङ सो गाइस हामी चाहिँ माथि डाँडाबाट फर्किँदैछ डाँडाबाट मेरो गेस्टहरू बिहारको या साइडबाट आउनुभएको थियो भर्खर हाइक चाहिँ खतरा भयो तर यहाँ दामी बनाइदिनु भएको रहेछ यहाँ and we have a campfire and we are having a view of Kalimpong, Darjeeling. Yay life. बरामा नि कस्तो हुन्छ है मान्छेहरू बाँधि बाँधेर नि त्यहाँनिर बाँचेर अन्त ढुक्कै लाग्यो बाँचेछ है भनेर
विकास जी चलो शॉर्टकट मार लिया जंगल से ही नहाते हैं सो ब्रदर वेयर इज कंचनजंगा थोड़ा दिखा दीजिए दिख रहा है क्या एकदम दिख रहा है देखिए सामने में कंचनजंगा अर्ली हैं ये सब जगह आने वाले है ना बहुत कम टूरिस्ट आया होगा बाहर से टूरिस्ट तो आप ही लाइक यू ऑल लाइक मेड द अभी तो देखिए Point. टूरिस्ट को लाने की तैयारी ही चल रही है सो वी आई एम कैप्चरिंग द वीडियो हाँ और ये और कैसा लग रहा है हाँ? कहाँ पे है थोड़ा बोल दीजिए आप लोग कहाँ है क्या है? हाँ विकास उस चोटी को देखने के लिए हम लोग उस जगह से इस जगह पे आए हैं यहाँ से ज्यादा क्लियर व्यू दिख रहा है 360 360 व्यू वो देखिए टिस्टा भैया माँ टिस्टा ये टिस्टा है ये रास्ते से होके आया है ये सब बंगाल है हाँ उधर से आके रंपू नीचे दिखता है वो देखिए रंपू इधर नीचे दिखेगा इधर फिर सिंताम जो आप लोग रास्ते दौड़ रहा था ना इधर से आँख से दिखता है लेकिन नीचे होने से ये तो यहीं पे है पुल बन रहा था ये वो हाँ वो टनल बन रहा है उसके लिए हाँ और ये और भाई और ये फिल्म किसका फ़ोन है ब्लॉग कीजिए ये वीडियो कर रहा हूँ हाँ थोड़ा बोलिए कैसा लग रहा है अच्छा है आप बताइए नमस्ते जी नमस्ते अभी हम लोग ट्विन डाड़ा है एम डाड़ा बोल के दो है यहाँ भैया लोग आया था और नीचे कैंपिंग करके बैठे अभी हम लोग पूरा नॉर्थ साउथ ईस्ट वेस्ट का व्यू दिख रहा है ये टॉप से लाइक इधर देखा जाए तो हिमालयन रेंज पूरा कंचनजंगा छुपने वाला है दिखा दीजिए भैया थोड़ा जूम करके ये वेस्ट साइड पड़ता है इधर नॉर्थ साइड पड़ता है यहाँ अभी हम लोग का सीधा इधर नीचे साउथ अरे हम देख कुछ ही रही है अच्छे से मजा लीजिए अच्छे से लाइक 360 है भाई पूरा ये तो टॉप में तो खड़ा हो कानू देख में नहीं वी आर ऑन द टॉप ऑफ माउंटेन कैसा बोलिए तो हमरा अच्छा लग रहा है फोटो खींच दे आप लोग जितना से आए ना भैया देखिए टिस्टा वहाँ है हाँ टिस्टा से होके कितना 3-4 घंटा चला के आए ना इधर आँख से दिख रहा है ऐसे आए वो रास्ते अभी दिखेगा थोड़ा क्लियर होगा ये सब रास्ता हो गया ऐसे ऐसे हो गया ऐसे होके 1 मिनट में एनालाइज करता हूँ आप लोग कनेक्शन है हम लोग के साथ उसके बाद 1 मिनट का खत्म यस पूरा सिक्किम एयर आ गया गैंगटॉक इधर पड़ता है इधर इस पहाड़ी के पीछे ये पीछे इसके पीछे पड़ता है इसके पीछे है गैंगटॉक हाँ पूरा ये रास्ता देखिए ऐसे हो गए ना आप लोग ऐसे रंपू हो के हाँ सिंताम हो के भाई गैंगटॉक हो के ऐसा आया मैं दिखा रहा हूँ आपको इधर हाथ से दिखा रहा हूँ ऐसे किया फिर नीचे आए आप लोग नीचे आके आप लोग ईस्ट ये थोड़ा लंबा टाइम चलो सब दिन लेकिन खाते नहीं बीमार से अच्छा कभी ये तो खाता ही नहीं ये साधु है हाँ वो ले नहीं खाता हाँ के छ पराई स्ट्यान्ड छ पानी ल्याएर राख ए त्यो खाना धेरै खप्नु भाइ ले तो बात आ रही थोड़ी ना अच्छा है हाम्रो स्टम ला 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 ए यहाँ रेडी छ यहाँ पनि घाम सेक्दछ
मेरो डियर भान्जी चाहिँ दुबईबाट आउनुभयो अनि यो सनसेटको टाइममा नामथाङ पनि आइपुग्नु भयो उसको होमस्टेमा हो आर्यनको उयो छ टेन्ट हो अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ उसले मलाई गिफ्ट ल्याइदिएको रहेछ होइन आर्यन यो चाहिँ के हो के रहेछ गिफ्ट चाहिँ पर्फ्युम निकालेर देखाइदियो त वाउ ए देखाउ त यता अगाडिबाट देखाउ त अर्कोपट्टि यस यता देखाउ त स्मार्ट कलेक्सन अरे नम्बर 363 थ्याङ्क यू ओ यहाँ थाङ पनि फाट्यो है Baby is finally with me to spend 31st December together and we are going to end this year like this just like you Thang and with this view here Monica here is Nangsol डान्स गर्नुपर्छ नाङ्सल अब हो हजुर कम्ती गीत चल्दैछ म तपाईँहरूलाई आज मेरो बनिँदै गरेको होमस्टेको सानो टुर दिन्छु है दिस इज द बगनबेलिया फ्लावर होइन एन्ड हियर इज मम्मा एन्ड नातिनी केटी मेरो भान्जी आर्डेन यहाँनिर चाहिँ यस्तो छ अहिले फिलहाल चाहिँ आफू बस्ने चाहिँ यहाँ थ्याङ्क्स टु मम्मी फ्रिज गिफ्ट यहाँ मम्मीकोबाट हो यस्तो चल्दैछ एन्ड यहाँबाट जस्तो छ भ्यू किचन हो मिनी किचन हो त्यो चाहिँ एन्ड यहाँ क्याम्पिङ इफ यु वान्ट टु क्याम्प हो इट्स ओपन होइन क्याम्पिङ हो एन्ड यहाँ फेरि यसरी क्याम्प फायर छ ठ्याक्कै यसरी ठ्याक्कै यहाँनिर कहाँ छ आपा हामी त अब नामथाङ होमस्टे नामथाङ होमस्टेमा है अनि यहाँनिर देखाइदियो त अञ्जली अलिकति यहाँ त बस्तीको लोकल यहाँ आज अञ्जलीको स्पेसल यतै फेरि हो यहाँनिर यो चाहिँ अब अर्ग्यानिक हो यहाँ पनि अर्ग्यानिक सुप यो अर्ग्यानिक एकदम चलाइदिनुहोस् त फेरि चलाइदिनुहोस् त दाउरामा पकाएको एकदम हो विथ द भ्यू अफ कालिम्पोङ फेरि उहाँ अगाडि कालिम्पोङ दार्जिलिङ अलिक माथि गएपछि तपाईँले सिक्किम डल्लै देख्छ होइन आबेन माथिबाट कञ्चनजङ्घा सिलगढीसम्म देख्छ अन्त सकिगयो नि ऊ यहाँ हाम्रो आबेन चाहिँ यहाँको टुरिज्म प्रेसिडेन्ट पनि हुनुहुन्छ है यही वार्डको हो अनि बादमा अझै हुँदै जान्छ होइन आबेन आबेन प्रेसिडेन्ट भइदियो धेरै कामहरू नि हुँदैछ त्यही त अनि यहाँ यस्तो छ आबेनको पनि जोजोस किचन छ है पर शिव गोलाइमा योले चाहिँ भ्याउनु आँटेको छ यो चाहिँ पुरा डराउँछ मसँग कि किनभने यिनीहरूलाई डिसिप्लिनमा पनि राख्नै पर्छ हो बस अहिले पाउँछ यहाँ ऱ्याबिट छ अहिलेलाई टुर माथि क्याम्पहरू चाहिँ देखाउनु पर्छ होला सायद माथि हो हजुर गाइस वी आर एट नामथाङ होमस्टे अनि हामीले जस्ट स्टोरी हालेको थियो है कि क्याम्पिङ ओपन छ भनेर जस्तो स्टोरी हाल्यो 1 घन्टाभित्रमा सबै बुक भयो क्याम्पहरू नि एन्ड वी आर भेरी ह्याप्पी किनभने हामीले चाहेको त्यही थियो मोनिका हाम्रो स्पेसल सेफ छ होइन यहाँ मेरो वाइफ बिचरा गान्तोकबाट यहाँ भ्याइ नभ्याइ भयो भनेर मम्मीको बर्थडे नि बिचरा छिटो मनाएर यहाँ चिकन चाहिँ लजिज देख्दैछ हो अनि यहाँ बाहिर यस्तो क्याम्पिङहरू छ सो त्यस्तै छ गाइस मिलन साथी कहाँ गयो तिमी त बिहानै हुन्छ अम्लीहरू डल्लै हजुर हजुर त्यो पाराले दिनु केही हुँदैन तर यसरी होइन यसले फिल गर्छ नि हो जस्तै हात गइपठायो नि यसले छोडिहाल्छ याद हुन्छ नि कुकुरहरू पनि त्यस्तै सेम त सो कहाँ छौ मिलन हामी
अहिले हामी नामथाङमा नामथाङमा छ है नामथाङ भ्याली हाम्रो साथीको 26 को पहिलो सार चाहिँ यसरी हाम्रो साथीहरूसँग बितिरहेछ मजा आयो तर चाहिँ हामी सँगै नै न्यू इयर मनायौँ उहाँहरू बेलुका डान्सरहरू यता थियो हो सिङ्गर उता हो यता म्यानेजर सबैजना मजा आयो अनि मजा आयो स्टम हेर्न आएको थियो नेक्स्ट इयर पनि यसरी नै रमाइलो सोचेको छु गर्नुपर्छ रमाइलो है। गर्ने त्यहाँ आउँ भनेर यो साल यसरी खुसी खुसी है जबस अगाडि तपाईँहरू नआउनुहोस् है दामी रहेछ जग्गा चाहिँ यहाँ साथी एकदम है यहाँनिरको चाहिँ ट्रिट चाहिँ यति साह्रो दामी लाग्यो कि बिचरा उहाँ त है ओ सिलगढीबाट आएको होइन गान्तोक नाम्ची गएर नाम्चीदेखि सिलगढी गएर बेलुका 11 बजे आइपुगेको गाइस हाम्रो मेन उद्देश्य चाहिँ के भन्दा क्याम्पिङको चाहिँ जस्तै बजार होटेलहरूतिर त है मान्छेहरू बस्छ अन्त होटेल रुमभित्र पसेपछि कि अब फोनै हेर्नु हो कि अब के गर्नु हो नि त किनभने एउटा रुमभित्र स्टक हुन्छ नि त है सो हाम्रो चाहिँ अलिकति रुमदेखि बाहिर निकाल्नु अनि अफ बिट है बन फायर एउटा नेचुरल थेरेपी नै हो है विन्टरमा आगो ताप्नुपर्छ एउटा मेडिसिन जस्तै काम गर्छ आगो है सो हामीले बन फायरहरू राखिदिएको छ सो द्याट हिटेड बसोस् भनेर अनि त्यहाँनिर तपाईँहरूको एकदम फेसिलिटी पनि छैन के अर्डर गर्ने बित्तिकै आउँछ भन्ने है दोकानहरू पनि छेउछाउमा छैन सो आफै प्रिपेयर्ड भएर आउनु पऱ्यो अर्को कुरा चाहिँ त्यहाँनिर भलिन्टियरली नै अहिलेसम्म त्यसरी चलिरहेछ कसलाई के बनाउनु छ भने आफै बनाउनु सघाउँदा नि भयो किचन पनि ओपन छ के अर्डर दिनु भने बनाइ पनि दिन्छ है हाम्रो मेन एट्र्याक्सन चाहिँ माथि एम डाँडा छ हाइकिङ पोइन्ट हामीले चाहिँ किन अब यस्तो पाराले एउटा अब प्याकेज बनाएको भन्दाखेरि चाहिँ मेन मान्छेलाई अफ बिट अनि रेडियस फ्री लाइफ है अब हामी जहिले रेडियसमै जिरहेको छ नि त सो अलिकति रेडियस बिना जिउँदाखेरि कस्तो हुन्छ भने अहिले चाहिँ हामीले आफै अब कन्सियस भएर त्यो कुरा लिनु पऱ्यो नि त सो नानीहरूसँग है हाइकिङहरू जो नानी फ्यामिली फ्रेन्डसँग है हाइकिङ जाँदाखेरि स्वेटिङ निक्लिन्छ है जङ्गलको बिच भएर जान्छ रेडियस कम्ती हुन्छ अनि त्यो बडी एक्सर्साइज भएर कतिवटा आफ्नो रोग पनि जाती हुने गर्छ है माथि गएपछि चाहिँ 360 भ्यू छ बिहानै तपाईँहरूले कञ्चनजङ्घा जुन चाहिँ एउटा स्लिपिङ बुद्ध एउटा स्ट्रक्चर हिमालयसको छन् चाहिँ त्यो देख्छ अनि नर्थ इस्ट वेस्ट साउथ तपाईँहरूको सबै सिक्किमको चारै दिशा है टिस्टादेखि लिएर रङ्गित सबै नै माथिबाट देख्ने गर्छ त्यो क्लिपहरू पनि मैले तपाईँहरूलाई यसमा देखाएको छु मैले मेन चाहिँ यो प्रमोसन पनि गरिहालेको होइन तर प्रमोसन टाइपको यो भिडियो बनिरहेको छ मेन भन्नुको उद्देश्य चाहिँ के भन्दा कतिजना साथीहरू आउने भएको छ है इन फ्युचर पनि केही अब डरलाग्दो नसोच्नुहोस् है बर्ड वाचिङ राम्रो हुन्छ होइन दामी दामी चराहरू छ त्यहाँ चाहिँ तर नामथाङ आएपछि चाहिँ फुल नेचरसँगै कनेक्ट भएर बस्ने जग्गा हो त्यहाँनिर तपाईँहरूले बजार एकदम डरलाग्दो केही सपिङ गर्ने जग्गा होइन तर अफ बिट है तपाईँहरूले आँखाले हेरेर यसो बर्ड वाचिङहरू अनि त्यहाँ घोडा पनि छ आफ्नै प्रपर्टीमा है घोडाहरूलाई हर्स फिडिङ गर्नु सक्नुहुन्छ हर्स राइडिङ अनि ऱ्याबिट्सहरू छ है त्यस्तै अब तपाईँहरूले जङ्गलमा जाँदाखेरि डियरहरू देख्ने सम्भावना हुन्छ अनि ब्लड पिजेन्ट जङ्गली कुखुरा भन्छ होइन अनि तपाईँहरूको एकदम जुन चाहिँ हिमालयसमा हुने बर्ड्सहरू चाहिँ अब साउथ सिक्किम चाहिँ नामथाङ चाहिँ प्लेस अफ सन भन्छ नि त एकदम घमिलो जग्गा छ है सो चरा चुरुङ्गीहरू पनि धेरै नै बस्ने गर्छ अनि जसले चाहिँ नेचरसँग कनेक्ट हुनु चाहन्छ अनि अलिकति लाइफ एउटै रिदममा चलिरहेछ लाइफमा अलिकति के किक चाहेको छ भने चाहिँ नामथाङमा आउनु सक्नुहुन्छ है आएर 2 दिन 3 दिन है बसेर रिजुभिनेट भएर है एउटा लाइफको जुन चाहिँ एउटा कनेक्सन एउटा वायरिङ दिमागको चलिरहेछ त्यसलाई चाहिँ रिवायर गरेर चाहिँ जानु सक्छ त्यस्ता खालको टाइपको जग्गा बनाउनु खोजिरहेछ हाम्रो परिवारले नै है हामीले एकदम ओपन राखिदिएको छ सो द्याट सबैसँग सेयर गरेर है अनि रेट पनि एकदम मिनिमम छ है 500 पर हेड गरेर क्याम्पिङको छ अनि एकदम प्रिमियम क्याम्पिङ हो है एयर म्याट्रेसहरू छ तपाईँहरूलाई सुख सुविधा सबै हुन्छ तर यति हो अलिकति आफैले पनि भलिन्टियर गर्नुपर्छ भन्दै आउँदो दिनमा नि अपडेट गरिरहने छु भ्लग पनि आएको थिएन सो यही बाहना गर्दै मैले यो भ्लग पनि तपाईँहरूको माझमा पस्किँदै बाई टेक केयर अनि स्प्रेड लभ बाई भनिदिनु नि आउनु नि प्लिज बाई Bye.